फाइनली आज चाहिँ म आयनापाको यो चर्चमा आएको छु। हेर्न सक्नुहुन्छ। सिगा हो यो? होइन दिदी भिन्न यो। तर यहाँ आउनु पाउँछ पाउँदैन म चाहिँ आइहालेँ। हेलो नमस्ते अनि लस्सो फ्यापुल्ला सबैजनालाई। म चाहिँ आज समर होलिडेको सेकेन्ड डेमा हामी इभिनिङमा चाहिँ आयनापामा घुम्न आएका छौँ। अनि अहिले चाहिँ हामी आयनापाको चर्चमा आइसकेका छौँ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ मेरो पछाडिमा रहेको यो चर्च। अनि म चाहिँ एकछिनमा यो भित्र पनि छिर्नेछौँ है। अनि त्यहाँको दृश्यहरूलाई के कस्तो छ म देखाउनेछु, हेर्नुहोस् है त। बत्ती अलि उज्यालो कम रहेछ अनि टाढाको चाहिँ राम्रोसँग नदेख्ने भएको कारणले गर्दा मैले राम्रोसँग क्याप्चर गर्न पाइनँ। र मैले सोधेको थियो त्यहाँ फोटो खिच्न पाइन्छ कि पाइँदैन भनेर, तर उहाँहरूले चाहिँ अनुमति दिनुभयो पाइन्छ भनेर। अनि मैले चाहिँ खिचेँ। अनि हामी चाहिँ चर्चबाट निस्केर अब यता बाहिर भएको पार्कमा घुम्न जाँदैछौँ। अनि त्यहाँ पार्कमा चाहिँ के रहेछ त, कस्तो ठाउँ रहेछ म तपाईँहरूलाई यो भिडियो मार्फत देखाउने नै छु है त। अनि मसँग पिपलको बोट कम त फोर्न रहेछ। सिगा हो यो? होइन दिदी भिन्न यो हो क्या हो सिगा जस्तो, तर यो होला। यहाँ के हुँदैछ भित्र, के क्लब छ जस्तो छ। तर यो भित्र त के हो थाहा देख्दैन रहेछ। यो पनि चर्च जस्तो छ। ए दिदी हेर्नु त, देख्दैन क्या, एउटा मसिनो छ हेर्नु त। ऊ के यो भित्र चर्चै होला, यो त बन्द छ क्या। तर भित्र अर्कै कुरो होला यसको लागि। दिदी त हेर्नु त कसरी आउँदो रहेछ उतापट्टि हेर जानु त। यहाँबाट म खै यो पार्क ऊ त अघिको ऊ तल होइन, त्यो पारि भएको पार्क चाहिँ आएन, त्यो लुना पार्क रहेछ नि। जता पनि उत्तिकै मान्छे छ। यता गएपछि चाहिँ बाहिर पुग्दो रहेछ। हामी यतै गर्दैछौँ फेरि। अहिले चाहिँ कति बजिरहेछ? यता वरिपरि सबैतिर के हो के अरे। तर ऊ त्यहाँ चाहिँ जानुपर्छ दिदी पानी बाटोमा। यहाँ चाहिँ राम्रो आउँछ कि क्या हेर्दै हेर्दै ओहो यहाँ चाहिँ यस्तो अब पार्क भनौँ के भनौँ, यस्तो सबैतिर यस्तो देखिन्छ। तर यहाँ चाहिँ पानी भित्र नि जानुपर्ने छ नि। पानी छ, पानीमा पानी थोप्राएर अब पानीको। यहाँ कुन चाहिँ राजाको हो के को हो। तर यहाँ आउनु पाउँछ पाउँदैन म चाहिँ आइहालेँ।